नमस्कार गाइस, नमस्कार सम्पूर्णलाई भन्न चाहन्छु। आज चाहिँ म यसो यहाँनिर देख्न सक्नुहुन्छ फाउन्टनको चाहिँ सफाइ हुँदैछ। आज टक्क चारैतर्फ सफाइ हुँदैछ। आज चाहिँ हाम्रो फ्री टाइम, आज भन्नाले आज 2-4 दिन भइसक्यो फ्री टाइम छ। टक्क लगाएर यसो भिडियो बनाउने मौका पाइरहेको छु। देख्न सक्नुहुन्छ गाइस, धेरै रमाइलो पानी भरेर टक्क सिमेन्टको हो यो। यसलाई चाहिँ फाउन्टेन भन्ने गरिन्छ विशेष गरेर। यो चाहिँ एकदम टक्क भिजिटरहरू भिआइपीहरू आएपछि चाहिँ कुलको लागि चाहिँ यो एकदम सुन्दरको लागि, खुबसुरतको लागि बनाइएको हो यो फाउन्टेन। देख्न सक्नुहुन्छ एकदम रमाइलो छ। यसो पानी ट्याक्क गहिरो धेरै छ, देख्न सक्नुहुन्छ। यो तल सिमेन्टको गहिरो देख्न सक्नुहुन्छ। आज टक्क लगाएर सफा गरिरहेको, किनभने हरिराए भन्छ, हरिराएको चाहिँ छुट्टी छ के। छुट्टी भएको कारणले बाहिरको चिजहरू सफा गर्न लगाउँछ। क्लिनरहरूको चाहिँ छुट्टी हुँदैन। त्यो भएर यसो आज फाउन्टेन सफा गर्न लगाइरहेको देख्न सक्नुहुन्छ। यसरी ब्याक लगाएर हजुरहरूलाई म ब्याक क्यामेरा गरेर एकदम रमाइलो दृश्यहरू देखाउने छु। यसरी देख्न सक्नुहुन्छ। सफा गरिरहेको भैया ओके देख्न सक्नुहुन्छ। यसरी सफा गर्ने गरिन्छ। बाहिरपट्टि चाहिँ पानी आइसकेपछि हाम्रोमा चाहिँ काई भन्छ कि, काई लाग्छ। त्यो भएर यसरी ए विजया भैया बाया किर्जा बक्कुस किर्जा। यसरी देख्न सक्नुहुन्छ। बाया किर्जा गाजी बाया ल, गाजी बाया पस्छ ल, गाजी सुडा डप्पाटा यसरी चाहिँ यस 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 या ओके। यसरी गाइस सफा गर्ने गरिन्छ। देख्न सक्नुहुन्छ। सारी सफाइ भइरहेको अवस्था छ यहाँनिर। यसरी एकदम रमाइलो दृश्यहरू छ भन्न चाहन्छु। देख्न सक्नुहुन्छ। तपाईँहरू मजाले हेर्नु होला, एकदम रमाइलो छ। फाउन्टेन भन्छ है यसलाई, फाउन्टेन। टक्क यसरी हेर्नुभयो भने देख्न सक्नुहुन्छ कि सेन्टरबाट कस्तो पानी है। हाम्रोतिर चाहिँ पहाडबाट यस्तो झरनाहरू झर्छन्, यहाँ चाहिँ जमिन तलबाट देख्न सक्नुहुन्छ। बनाएर टक्क पाइप सेट गरेर फोर्स हालेर यसरी चाहिँ माथि उमालेको देख्न सक्नुहुन्छ। एकदम बब्बाल छ गाइस।